हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। म चाहिँ आज पाल्पा जाँदैछु अनि एकदम चाहिँ छोटो समय छ। आज गएर चाहिँ भोलि नै फर्किने हो। त्यही हो, अहिले चाहिँ म गाडीलाई कुरेर बसेको, गाडी आउँदै आउँदैन। यस्तो घाम छ हेर्नुहोस्, टन्टरलाई पुरै घाम। 12 बजेको मैले त यहाँ बसी बसी 2 बोतल पानी सकेँ। 1 बजे जाने हो भनेर मलाई बुटुल बोलाएको गाडी अझै 3 बज्दाखेरि समेत आएको छैन। फाइनली अब चाहिँ हिँड्ने हो। यो चाहिँ सिद्ध बाबा हो। अब सिद्ध बाबा कटिसकेपछि पाल्पा आउँछ। यो चाहिँ हामी सबैको मनपर्ने स्पोट बटुक पकौडा खानको लागि एकदम राम्रो। हावापानी पनि उस्तै राम्रो छ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ खोलाबाट पानी बगिरहेको छ। मन आनन्द हुन्छ, फ्रेस फिल हुन्छ, दिमागको टेन्सन पनि हट्छ यो ठाउँमा बस्दा। यहाँदेखि देखिने यो तल्लोसम्म भएको छ नि, यो चाहिँ पाल्पा बस पार्क हो। हामी हारथोक आइसक्यौँ गाइज। अब हारथोकमा चाहिँ यसो बसेर चाहिँ अनि जाने। अब छिट्टै आउँछ हाम्रो घर। फाइनली म घर आइसकेको छु। घर मतलब यो घर त होइन, बाटोमा यतै माथि जाने हो। मेरो पहाड घर पाल्पा आएको छु। आज चाहिँ हतार हतारमा हिँडेर आयो। यति स्यास्या भयो उकालो चढ्दाखेरि। बाई बाई। गाइज म चाहिँ फर्किन थालेको आज। अन्टी छोड्न आउनु भएको। हाम्रो गाउँ यही हो। यहाँ चाहिँ सिन्जीका डिपरहरू छन्। म चाहिँ मकै खान थालेछु। आजको सिन मेरो राति पानी परेर यस्तो राम्रो भयो। तर बादल लाग्यो। म चाहिँ बसको वेटिङमा छु। बस भन्नाले बोलेरो हो। यहाँ चाहिँ यो बोलेरो जिपमा त जान्छ, बस चाहिँ छैन। यहाँ होटेल छ। यहीँ चाहिँ गाडी आएर रोक्छ अरे। त्यहाँबाट कुरेर बसेको। कस्तो मिठो मौसम छ आज चाहिँ। बाई बाई गाइज, फेरि भेटौँला नेक्स्ट ब्लगमा।